नमस्ते, गुड इभिनिङ साथीहरू। तपाईहरुलाई कृष्ण ब्लग युट्युब च्यानलमा स्वागत गर्न चाहन्छु। म अहिले यति बेला मेरो करेला बारीमा छु। मैले लगाएको करेला बारीमा छु। तपाईहरु हेर्न सक्नुहुन्छ, करेला बारी निकै राम्रो छ। राम्रो भएको छ है। करेला यसरी देखाउँदा अझै राम्रो देखिँदो रहेछ। साँझ पखको बेला भएको छ, त्यो भएर राम्रोसँग देखिएको पनि छैन होला। अलि कस्तो देखिहाल्यो राम्रो छ है। यतापट्टि देख्न सक्नुहुन्छ बारीहरू, रातो बारीहरू छ है। बारीहरू है, भर्खर पानी परेको थियो नि त अघि, 1 घण्टा पहिला पानी परेको थियो अनि माटो रातो देखिएको छ। मकै छरेको अलरेडी टुसा पनि निक्लिएको छ मकैमा। अनि हजुरहरुतिर पानी पर्यो कि परेन, कता कता पानी पर्यो नेपालतिर आज बताउनु है साथीहरू। रातिको समय हुन थालेको छ, रात पर्न थालेछ। यस्तै छ यति बेला है त। मैले मेरो करेला यतिको बनाएको छु, फल्न थालेको छ। यहाँ बतिला पनि लागेको छ। यही बतिला लागेको छ यसमा। यहाँपट्टि यसमा बतिला लागेको छ, देख्नु भएको छ। यसमा बतिला छ, राम्रो छ। देख्न सक्नुहुन्छ, यता भिन्डी छ, मास्तिर आकाश छ हैन। मास्तिर आकाश छ, यतातिर वन छ, यतापट्टि मेरो घर छ है। यतापट्टि यहाँ माथि घर छ है त। उहाँ घर छ, देख्नुभयो, घर देख्न सकिन्छ। माथि मोटर बाटोमा लाइट पनि बोल्यो। मोटर बाटोमा लाइट बोल्यो। मेरो गोजीको चेन कता हरायो, पाइनबाट मुनि पनि झऱ्यो। अनि साथीहरु के गर्दै हुनुहुन्छ? सबैको राम्रै होला। अनि हजुरहरुकोतिर मकै छर्ने बेला भयो कि नै? हाम्रोतिर त मकै टुसा पनि लगाइसक्यो, राम्रो भएको छ। मेरो करेला बारीमा यस्तो छ है। यो धेरै विषादी प्रयोग गर्नुभन्दा यो लगाएपछि यो किराहरू यसमा टाँसिन्छ अनि किराकिरीहरू मर्छ हैन। अनि धेरै विषादी युज हुँदैन, करेला पनि जोगिन्छ। त्यही भएर मैले लगाएको। यो ट्र्याप, येलो ट्र्याप भन्दो रहेछ यसलाई, कृषि भाषामा येलो ट्र्याप भन्दो रहेछ है।